हेलो सम्पूर्ण साथीहरूलाई नमस्ते। सेवान्ने सेवारो जोजुलाप्पा भन्ने मैले चाहिँ भन्न चाहेँ। आज तपाईँहरूको साथमा चाहिँ म के एउटा कुरा सेयर गर्नु आयो भने नि के कुरा सेयर गर्नु मन लाग्यो भने नि तपाईँहरूको साथमा, यदि तपाईँ विवाहित हुनुहुन्छ भने होइन, म त अब छुइनँ, सिङ्गल हो, खास सिङ्गल है, भिडियो मार्फत भने ल। आज के भयो भने छोड्दै विवाहित सिवाहित छोड्यो। अनि म आज बाटोमा हिँडिरहेको थिएँ, उयो बाटो हिँडिरहेको थिएँ, अन्त बाटो क्रस गरिरहेको थिएँ। अनि बाटो क्रस गर्दा एउटा नेपाली सिगरेट दाई हुनुहुँदो रहेछ। अनि त्यो दाईले चाहिँ के भन्नुभयो भने अहिले त एकदम सोसल मिडिया बिहे गरेर आउनु भएको रहेछ। अहिले त एकदम सोसल मिडियाको जमाना छ नि, हरेक कुराहरू देख्न पाइन्छ होइन। उहाँले चाहिँ आफ्नो श्रीमती अरू कसैसँग बोल्दै गरेको थाहा पाउनु भएछ है। मैले यहाँको भनेर नाम तोकिनँ, उहाँ नेपालकै हुनुहुन्छ, भोजपुर जिल्लाको हुनुहुन्छ होइन, नाम मैले तोकिनँ। अनि उहाँ यति रिसाइरहनु भएको थियो कि त्यो को हो भनेर। ठिकै छ, त्यो रिसाउनु स्वाभाविक हो, तर कोठामा रिसाउनु भएको भए अब उहाँसँग दुईजना बाजिराख्नु भएको थियो, को हो किन बोल्छ कसरी भनिराख्नु भएको थियो होइन। ठिकै छ, त भनिराख्नु भएको थियो त दुईजनाको मामाले घरभित्रको कुरा हो। तर के भने बिच बाटोमा यति धेरै गाडीहरू आइरहेको थियो, त्यो बिच बाटोमा उहाँ यसरी बोलिराख्नु भएको थियो कि को हो कसरी कसरी चिन्जान भयो के भनेर यसरी सोधिराख्नु भएको थियो। धेरै रिसाउनु पनि भएको थियो। त्यत्रो मेन बाटोमा त्यसरी बोलिराख्नु भएको थियो, गाडीहरू यत्तिकै आइरहेको थियो। अनि मैले भने दाइ गाडी आइरहेछ, एकछिन रोक्नु न भन्यो। के भयो दाइ, एकछिन रोक्नु न, गाडी आइरहेछ भनेको। दाइ साँच्ची होला, म पहिलोचोटि त्यस्तो देखेँ क्या। दाइ त मसँग रुनु थाल्नुभयो क्या। भाइ हेर न भाइ, मैले मेरो विदेश आएँ कमाउनुको लागि, मेरो श्रीमती अर्कैसँग बोल्दो रहेछ, मैले आज थाहा पाएँ, हेर न पाएँ भन्नुभयो। अब म के भन्न सक्छु र उहाँहरूको अन्तरिममा होला। दाइ त्यस केही छैन, छोड्दिनँ अहिले, छोड्दिनँ, पहिला बाटो क्रस गरेपछि चाहिँ बरु कुरा गर्नु, अहिले धेरै गाडी छ भनेर मैले उहाँलाई दाइलाई बाटो क्रस गरेको थिएँ। त्यसो भने चाहिँ दाइ अब रुँदै रुँदै म के भन्न सक्छु र उहाँहरूको आन्तरिक मामलामा होइन, उहाँहरू म केही भन्न सकिनँ। ल दाइ र मैले बाटो त्यति क्रस गरिदिएँ बाटो, किनभने त्यहाँ धेरै अनसेफ थियो क्या बाटो, यस्तो गाडी यत्तिकै आइरहेको थियो। दाइ त्यहाँ रिसको झोकमा आफ्नो श्रीमतीसँग बोलिराख्नु भएको थियो। अनि घरमा बस्ने श्रीमतीहरूले पनि बुझिदिनु पऱ्यो क्या अलिकति, श्रीमान बाहिर कमाउनु जानु भएको छ। मैले यहाँ सबैले भनेको छुइनँ ल, मैले उहाँलाई भने है, घरमा श्रीमान बाहिर कमाउनु जानु भएको छ, कसरी कमाउनु हुँदैछ, कसरी के गरेर कमाउनु हुँदैछ, त्यो बुझिदिनु पऱ्यो कि एटलिस्ट है। त्यसो पनि सेक्युरिटीको काम, अरे गाली खानुपर्छ, यहाँ गर उता जा यता जा, यो चोरी भयो यो भयो, यो कसरी हेरिनस्, यो कहाँ के हेरिनस् भन्ने कुरा धेरै टेन्सनहरू भइरहेको हुन्छ। त्यसमा पनि घर परिवारको टेन्सन, अब श्रीमती पनि त्यस्तो भयो भने झन् टेन्सन भइहाल्यो, मान्छे त्यसै डिप्रेसनमा गइहाल्छ नि, टेन्सनमा गइहाल्छ नि होइन। कति धेरै 12 घन्टा हो, नन स्टप 12 घन्टा गर्नुपर्ने हुन्छ काम होइन, नन स्टप 12 घन्टा गर्नुपर्ने हुन्छ, न रेस्ट टाइम न के छ होइन। रेस्ट टाइम मिल्यो, साथीहरू मिल्यो भने ल केही छैन, मिलिहाल्छ रेस्ट टाइम होइन। तर घरमा बस्ने श्रीमतीले चाहिँ बुझिदिनु पऱ्यो क्या। मेरो श्रीमान बाहिर हुनुहुन्छ, कमाउनु जानुभएको छ, उहाँ कसरी कमाउनु हुँदैछ घरको बुझिदिनु पऱ्यो क्या। बुझ्ने श्रीमती चाहिँ हुनु पर्यो क्या, एटलिस्ट बुझिदिनु पऱ्यो क्या। मैले बुझेको छु क्या सेक्युरिटी गार्डको पीडा क्या। बिचरा दाइ, एकजना दाइ आज मैले त्यहाँ गइरहेको थिएँ, त्यो दाइले मैले मलाई यस्तो खुसी हुनुभयो नि, एक्लै बसिरहनु भयो, त्यो ड्युटी गरिरहनु भएको थियो। म त दाइ भनेर बोलाएको, नेपाली सेक्युरिटी दाइ भनेर, दाइ यस्तो खुसी हुँदै आउनुभयो अरे, खुसी आउनुभयो। त मसँग केही थिएन, दाइ चिया खानुहुन्छ भनेको, खान्छु भाइ भन्नुभयो। मैले एउटा दिन खोजिरहेको थिएँ दाइलाई, तर दाइले सबै लिनुभयो। त मैले सोचेँ दाइ अब दिनभरि त्यति देख्छु क्या दाइलाई, तर मैले त सबै प्याकेटै दिइपठाएँ भाइ। अनि भन्नु भाइ यो कहाँ पाउँछ, यो त एकदम राम्रो हो नि भाइ, यो त दाँत पनि सफा गर्छ, यसो माइन्डलाई पनि फ्रेस गर्छ भाइ भन्नुभयो। अनि मैले त प्याकेटै दिइपठाएँ, किन मसँग अर्को प्याकेट थियो।
त्यही भएर मैले त्यो दाइलाई दिएँ क्या सिगरेट टिप यति धेरै मैले यो ठाउँमा छ नि मलेसियामा सिगरेटलाई यति धेरै गाह्रो छ नि काम गर्न थाहा छ यति धेरै गाह्रो छ नि त्यो त अब कसैले राम्रो होला कसैलाई अब अलि नर्मलै होला तर यहाँ चाहिँ धेरै गाह्रो छ हाम्रो हाम्रो सेक्युरिटी दाइहरूलाई जसरी हुनुहुन्छ स्वास्थ्य रहनु होला सेक्युरिटी दाइहरू तपाईँ पनि क्या हाम्रो दाइले त भिडियो पक्कै हेर्नुहुन्न होला किनकि अब त्यस्तो म चलाउँदिनँ भन्नुहुन्थ्यो युट्युब त्यति म खासै हेर्दिनँ भन्नुहुन्थ्यो मेरो प्यारी त्यो दाइको भाउजू त्यसो नगरिदिनु होला है मैले पनि तपाईँको आइडी खोलेर हेरेँ म त तपाईँले त मलाई चिन्नुहुन्न तर मैले बल्ल अहिले चिनेँ है जहाँ हुनुहुन्छ श्रीमान हो रेस्पेक्ट गर्नुहोस् कदर गर्नुहोस् तपाईँ श्रीमती हो श्रीमानलाई राजा बनाएर राख्नुभयो भने तपाईँ रानी हुनु पाउनु भयो क्या सो लेट्स सपोर्ट है सपोर्ट गर्नु होला मैले सबैले भनेको होइन मैले उहाँले भनेको ल रोहिणी दिदी ए भाउजू है अनि दाइ टेक केयर आफ्नो ख्याल गर्नु होला लभ इट लभ यु गाइज सबैजनाले लभ इट ल भन्दै आजको मेरो भिडियो यही टुङ्गाउन चाहे भिडियो कस्तो लाग्यो प्रतिक्रिया कमेन्टमा दिनु होला है ल